Hey guys, welcome back to my Nitesh vlog. आज चाहिँ गाइस म जाँदैछु हो। पछि हेर्न सक्नुहुन्छ आउनु हुँदैछ हो। यता दादा र बाबा पनि जानु हुँदैछ हो। म पनि जाँदैछु हो गाइस। माथिको बिहा के कस्तो हुन्छ हैन तपाईहरुलाई लगेर म फेरि देखाउने छु हो। आजको बिहा हैन दिदीको बिहा छ त्यसो अपडेट लिएर आउने छु हो गाइस। त्यहाँको इस यहाँ आउनु हुँदैछ हो। मम्मी र भाउजू चाहिँ बिस्तारै आउनु हुँदैछ। यो चाहिँ हाम्रो आमैको आमाहरुको घर हो। दाले बिहामा आइसकेछ दादा छ। हेलो गाइस भाउजू हुनुहुन्छ यहाँ चाहिँ खै भनिदिनु न मेरो भ्लगमा एक दुई तीन शब्द त आम्बो मम्मी हो। वेलकम टु नितेश भ्लगमा सबैले लाइक शेयर अनि सब्स्क्राइब ओके चाहिँ हाम्रो पुस्ता त विधान अनुसार हाम्रो आजको बेहुला चाहिँ गाइस फाइनली आइसकेको छ हो गेटको अगाडि हेर्न सक्नुहुन्छ। बेहुला भन्दा कम्तीको छु र म। आजको हाम्रो बेहुला चाहिँ हो यस लोकन्ते भाइ यता हेरिदिनु न बेहुला छाता उडाउनु पर्छ त भाइ बेहुला हेर्नुहोस् गाइस यता बेली पक्ष यता छ गाइस। गेटमा चाहिँ फाइनली बेहुला आइसकेको छ हो। रेडी भएर बेहुली पनि आइसक्नु भएको छ हो। हेर्न सक्नुहुन्छ यहाँ कस्तो छ गाइस आजको होइन हाम्रो बेहुला चाहिँ यहाँ हुनुहुन्छ हो हाम्रो। अब चाहिँ बेहुलाले फाइनली रिबिन काट्न आँटिसकेको छ हेर्न सक्नुहुन्छ। गेट पाइस पाउनेवाला छ हो हाम्रो बेहुलाले आज। तपाईँले इन्ट्री भइसकेको छ। बस्नु आए आनी बस्नु नि हाम्रो दिदी चाहिँ हुनुहुन्छ हजुर भरे एडिट गरेर चाहिँ नमस्कार जन्ती पार्टी चाहिँ हेर्नुहोस् गाइस सबै जन्ती पार्टी हो। यो त सबै त जन्ती पार्टी आएको हो नि त। बेहुला त्यहाँ छ हो सबै जन्ती पार्टी हो गाइस यो चाहिँ हो। अहिले है बिहामा के कस्तो हुन्छ होइन सबै म तपाईँहरूलाई अपडेट लिएर आउने छु हो। तपाईँहरूले सक्नुहुन्छ आजको हाम्रो बेहुला ल गाइस हेर्नुहोस् सबैजना खाजा चिया खाएर बसिराख्नु भएको छ। खबर पुगेर
यताबाट यता कहाँ बेला हो थपडी बजाउनुपर्छ ताली चाहिँ डरलाग्दो बस्नुपर्छ है ट्रे चाहिन्छ ट्रे चाहिँ खोइ हुन्छ हुन्छ ट्रे चाहिँ खोइ हो कि त ल्याएको थिएँ मैले खोजेर ट्रे खोजेर ल्याउँछु भित्रै लगिहाल्छ अघि छिमेछ भनौँ म छु त यहाँ त भकाउँछु त बेहुला आजको यता विचार गर्नु ल बेहुला बेहुली यता हेरिदिउँ न हाम्रो आजको आमा हुनुहुन्छ गेटमा सकेर चाहिँ मण्डपको लागि हो आउनु भइरहेको छ नि बेहुलाले मण्डपको काटिसकेको छ हेर्न सक्नुहुन्छ खोइ नानी अब खोइ छोड्नु त भान्छु गेट पास पाइसक्नु भइसकेको छ भेनाले फाइनली मण्डपमा बसिराख्नु भएको छ मण्डपमा दुईजना आएर बसिसक्नु भएको छ खोइ आजको हाम्रो बेहुला बेहुली चाहिँ अब फाइनली मण्डपमा आएर बसिराख्नु भएको छ है लगन दिने जानु तिमी बस्छ जानु बस्नु ल भयो खोइ आयुष दोकान आयुषलाई लिएर आज के कस्तो लागिरहेछ हौ अन्त भेना बिहामा दिदीलाई के कस्तो लागिरहेछ बिहामा भाइ पनि छ हामी दुईजना चाहिँ फेरि मण्डपमा जानेछौँ हो मण्डपको भ्यूहरू पनि तपाईँहरूलाई देखाउने छ गाइस हेर भाइ दुई शब्द भनिदियो न मेरो लाइक गरिदिनुहोस् होला सब्सक्राइब गरिदिनुहोस् होला भ्लगमा आउँदा चाहिँ मुखहरू लटपटिन्छ गाइस ओके केही छैन गाइस तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ पछि चाहिँ मण्डपमा सो बेहुला बेहुलीहरू बसिराख्नुहुन्छ तपाईँले देख्न सक्नुहुन्छ होइन ओके आजको लागि चाहिँ यति नै जन्ती पाटा चाहिँ खाना खाँदैछ हो जन्ती पाटीले चाहिँ खाना खाइसक्नु भएको छ यहाँ चाहिँ हाम्रो काका खाँदैछ खानै रुच्दैन है यहाँ चाहिँ हाम्रो घरको आइटमहरू छ सब आइटमहरू राखिएको छ यस प्रकारले है हाम्रो दिदीले चाहिँ यसै दिन्छ गाइस हो हाम्रो नेपालीको चाहिँ यस्तो हुन्छ हो भेट चाहिँ नेपालीको गाइस यस प्रकारले हुन्छ हाम्रो जेठी सासू ढोकाइ चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले अहिले चाहिँ हाम्रो जेठी सासूहरू ढोक्नु हुँदैछ हो यस प्रकारले ढोक्नुपर्छ है हाम्रो नेपाली रीतिरिवाज अलिक कडा भएको कारणले गर्दाखेरि यस प्रकारले चाहिँ जेठी सासू चिनाइन्छ अनि यसरी ढोकभेट गरिन्छ गाइस हेर्नु सक्नुहुन्छ तपाईँले एकदमै राम्रो प्रकारले सम्पन्न भइसकेको छ र अब बिदावरीको लागि यहाँ बिदावरीको कोसेली राखिसक्नु भएको छ है बेहुला पक्षले
यहाँ बिदौरी मागेर यस पश्चात उहाँहरू जानेछ बेहुली लिएर। त्यसको दृश्यहरू पनि तपाईँहरू माझ लिएर आउने छु गाइस हो। अनि देख्न सक्नुहुन्छ तपाईँले है यहाँ हाम्रो जुन चाहिँ बेहुलापट्टिको जुन चाहिँ जन्ती आउनु भएको थियो है उहाँहरू कोसीले साथमा राखेर बिदौरीको निम्ति बसिसक्नु भएको छ। हो एकदम सही कुरा गरे दाले चाहिँ 100% राइट हो। हाम्रो भाइ पनि बेहुलाको खास लोकन्ती चाहिँ यो केटा हो। खास लोकन्ती चाहिँ आजको यो भाइ थियो होइन। दादा छ हो। यसै गरी हाम्रो यहाँ खास आजको हाम्रो काका हुनुहुन्छ है यहाँको बिदौरीमा हुनुहुने चाहिँ। आजको हाम्रो बेहुला यहाँ हुनुहुन्छ हो। अनि यसै गरेर अरू पनि हुनुहुन्छ यहाँ आमा बाबाहरू देख्न सक्नुहुन्छ माथिल्लो साइडमा तपाईँले। यसै गरी यहाँ बाजेहरू छ है मामाहरू हुनुहुन्छ। माइती पक्ष पनि यता यो लाइनमा चाहिँ माइती पक्षहरू सबैले देख्न सक्नुहुन्छ है स्क्रिनमा। यसो दादा हुन्छ माइती पक्ष। यसै गरी अरू पनि हुन सक्नुहुन्छ आज बिदौरीको लागि है। सबै एकदम यहाँ बसेर रमिते हेरिरहनु भएको छ हो सबैजना। सबै हुन्छ हुन्छ। यसै गरेर है सबै आजको अन्तिम हाम्रो दिदी के भनिदिनुहुन्छ मेरो च्यानलमा। ओके आजको हाम्रो बेहुली चाहिँ यहाँ हुनुहुन्छ बिदौरीको लागि हो। बाहिर बिदौरी छँदैछ बिदौरी हाम्रो बेहुलीलाई पनि सुन्नु हुँदैछ। फाइनली बिदौरी डान्स हुँदैछ। बिदौरी हुन आँटेको छ हो। बिदौरीको लागि चाहिँ हजुर अब अहिले यो बिदावरी गरिसकेर चाहिँ बेहुली नाच्दै लानुपर्छ त। सबैलाई नमस्कार गएको होइन अब पुऱ्याउनु गएको। हेर्नु सक्नुहुन्छ बिदौरीको लागि चाहिँ अब सबैजना गाडीमा आइसकेर बसिराख्नु भएको छ। ती शब्द त राखिदियो न। धन्यवाद आज हामीलाई मिठो खुवाउनु भयो मिठो दिनुभयो। काकी भनिदिनुहोस् है के शब्द त मेरो च्यानलमा। हजुर प्लिज ओके